सबैजनालाई म कोभिड सिटीबाट भिडियो बनाउनु गइरहेको छु यो नेपाल हुने प्यारेन्ट्सहरूले यो भिडियो हेर्नलाई इम्पोर्टेन्ट जस्तो लाग्छ क्या मलाई यदि तपाईँहरूको बच्चा जापान पठाउँदै हुनुहुन्छ भने प्लिज नपठाउनु यस्तो रुवाइले दिदी माथि जान सक्नुहुन्न अझै घका अलि ठुलो छोरा घका गरेर राल र सियान तर झारेर अझ सकिन्छ भने गाजर लाउने र आँखामा के दलेर हुन्छ आँसु बर्रै झार्ने अनि यसो अङ्गार अब गाजर साल दलेर रातो सातो के दलेर हुन्छ यसो अलिअलि कुट्या डाम पनि ट्याक्क फोटो हाल्नुभयो भने तपाईँ माथि जान सक्नुहुन्छ है 2014मा जापान आएको म कति ठाउँमा पढियो कति ठाउँमा काम गरियो आजसम्म सुनेको पनि छैन कि यहाँ जापानमा चाहिँ यसरी मानसिक रूपमा र शारीरिक रूपमा हिंसा हुन्छ भन्ने है दिदीलाई अब कहाँको के को चाहिँ नि हावाले छोयो अब नरोइकन अगाडि बढ्न नसकिने जस्तो लाग्यो होला जे गर्छ जापानमा डलरले गर्छ छोराछोरीको बेजत पनि बाबुआमाले डलरकै लागि गरिरहेका छन् तथानाम बोलेर भिडियो बनाउने पनि गरि नै राखेका छन् धेरै पैसा पछि लाग्यो भने म नि बिग्रिन्छु त्यही भएर म भिडियो कम बनाउन थालेछु आजकल धन्यवाद हुन त कहिले चाहिँ धेरै बनाएको थिएँ है ल दिदी अझै रुनुहोस् है माथि जान सक्नुहुन्छ तपाईँ